नि अस्ति मेरो जुन भिडियो चाहिँ तपाईहरुले हेरेर धेरै भन्दा धेरै मन पराइदिनु भयो उहाँ नै हुनुहुन्छ हाम्रो कुन्ती दिदी है। उहाँको चाहिँ आज हामीले यहाँनिर फेरल गर्नु ल्याइरहेको छ अनि अर्को पनि दिदी फेटर हुनु भइरहेको छ है। उहाँलाई पनि सँगै हामीले उहाँ चाहिँ हुनुहुन्छ हाम्रो अन्जु दिदी है। कार्यक्रम र हजुरहरुले फेरि पनि यो भिडियो हेरिदिनुहुन्छ भन्ने धेरै आशा छ है। धेरै धन्यवाद तपाईहरुले भिडियो हेरिदिएकोमा। एकजना दुईजना गर्दै रिटायरहरु हुन्छ है। धेरै माया लाग्दो कुरा हो यो चाहिँ हामीले माया बाटिएको हैन साथीहरु। चाहिँ पहिला नै रिटायर हुनु भइसकेको बोजूहरु है। उहाँहरु पनि फेरि यो खुसीमा उहाँहरु पनि फेरि आइदिनु भएको छ। हाम्रो यहाँ पहिला बस्ने दिदीहरुले चाहिँ उहाँहरुलाई साल ओढाएर है बाउले चाहिँ मनसी बाउले चाहिँ टोपी लगाइदिने कार्यक्रम गर्नुहुँदैछ यहाँनिर। यो चाहिँ उहाँहरुलाई सम्झनाको लागि र माया है यहाँ साथीहरुले चाहिँ दिनुहुँदैछ। यसरी नै सबैले नै बगानमा मिलेर काम गरेर यसरी अवकाश चाहिँ हुनुहुन्छ हाम्रो लरमल्सीको पनि सानो वचनहरु सुनिदिनुहोस् होला है। सानो बातहरु विदाई समारोह पहिला यस्तो भन्दाम छ 7 मास थिएन खालिको पहिला पनि सब काम गर्दा यस्तो हुन्थ्यो है। र यो धेरै राम्रो हो खाना बनाइदिने टाढोबाट आउनु भएको छ बहिनी है। उहाँले पनि खदा लगाइदिनु हुँदैछ। मान्छेहरू चाहिँ यहाँ तल बसेर चाहिँ उनीहरूले पनि इन्जोय गरिरहनु भएको छ। यहाँ खाली टेबलमा पनि धेरै इन्जोय गरिरहेको हाम्रो दाजुहरू। यहाँ दिदी पनि नाच्नु हुँदैछ। कसै चाहिँ हेर्नु न यहाँ ग्रुपमा मलाई देख्दैन भनेको है पार्काले नाच्दैछ है। दाजु त तल गएर भगवानी कुखुराको मासु आलुदम प्रोग्राम चाहिँ यो मिठाई खाएर फिनिस। लु खाइदेऊ दिदी।